ल हैन हैन त्यहाँ हामीले ड्रोन शट लिनलाई रोकेको दाइ त्यहाँ बोक्नै नसकेर अब धेरै छैन उसको गाह्रो हो क्या दाइ त्यही भएर सुन्दर दाइ हामी जाँदै राख्छौँ है हस् त हिँड्दै यहाँ तल झर्नु मिल्दैन अब गण्डाहाटीमा चाहिँ तर त्यस्तो नि लाग्दैन जस्तो लाग्छ मलाई 11 बज्यो होइन 12 बजीसम्म त हामी पुग्छौँ होला फेरि त्यस्तो धेरै टाढा पनि छैन ऊ त्यो अगाडिको झोलुङ्गे पुल छ त्यसकै साइडमा फेरि चाहिँ बाटो पनि त्यस्तो गाह्रो होइन हामी चाहिँ फेरि जाँदैछौँ सम्बन्धको हाल त्यस्तो छ किनभने मैले ब्याग बोक्न सकिनँ मेरो उसले मेरो नि ब्याग बोकिदिएको छ उसको नि ब्याग बोकिदिइरहेको छ म चाहिँ यसरी हिँडिरहेको छु आई फिल ब्याड तर आई क्यान हेल्प इट अनि अब आज फेरिसम्म ठिक छ भोलि हामी थोरङलाई जाने भए चाहिँ एउटा पोर्टर हायर गर्ने भनेर प्लान गऱ्यो किनभने मलाई चाहिँ अनफर्चुनेटली हिजो आज बिहान पिरियड भयो अनि उसै त गाह्रो हिँड्नलाई झन् गाह्रो भयो मलाई खुट्टाहरू पनि बेसार दुखिरहेछ बाटले हेल्प गरेर यतिसम्म भयो भने पनि हिँड्न चाहिँ सकिरहेको छु यहाँ पनि उता तिलीचोकको जस्तै ल्यान्डस्लाइड एरिया रहेछ होइन अनि त्यहाँ माथितिरबाट पनि जाने बाटो छ अरे त्यो चाहिँ लङ बाटो भएर हामी मात्र नभए सबै मान्छेहरू चाहिँ यही बाटोबाट आउँदो रहेछ प्रायः जस्तो अलिअलि उकालो रहेछ सास फुल्यो आयो भोलि हामी जानुपर्ने भनेको चाहिँ थोरङला पास हामी फेदेबाट हिँड्छौँ अर्को अप्सन चाहिँ हाई क्याम्पमा गएर पनि बस्न मिल्छ तर मलाई चाहिँ अस्ति तिलीचो जाँदाखेरि हल्का रिङ्गाटो लाग्यो जस्तो भएको थियो अनि त्यही भएर अनि एक्लाइमेटाइज हुनलाई टाइम लाग्ने हो कि भनेर अनि हामी तलै बस्ने डिसिजन दियो होइन एनी वर्ड्स टु से अब धेरै टाढा होइन अलिकति मात्र हामी भोलि जान्छौँ त्यहाँ माथितिर हो समवेयर देयर है मेरो चाहिँ हालत खराब भइसक्यो होइन अनि सम्बन्धले त मलाई भिडियो लिऊ भने गऱ्यो तर बिचराको हालत हेरेर फेरि मलाई माया लाग्यो अनि त्यही भएर म चाहिँ लिइदिनु लाग्यो है हामी उतातिरबाट हिँडेर आयो भोलि अब मेरो राइड त्यही हुन्छ जस्तो छ होइन आज मलाई लास्टै गाह्रो भइरहेछ हामी आइपुग्यो फेरि हामी चाहिँ आज यहाँ बस्छौँ त्यो अगाडिको चाहिँ हिमालयन नावर है उनीहरू र म बिचको डिस्टेन्स चाहिँ 50 मिटर्स पनि छैन होला यहाँ चाहिँ गोर्खा दाईहरू नि पाउनु हुँदो रहेछ होइन यसरी ब्लुसिप चराउने दाई बिचरा जाडामा टुङडुङ टुङडुङ एक्लै हुनुहुन्छ बस्ने घर त्यही हो यति धेरै रहेछ फेरि सिपहरू बिचरा दाई एक्लै हुनुहुन्छ यहाँ चिसो चिसो छ अब गोठतिर हाल्न जानुभएको जस्तो छ हामी निस्के कति भयो होला लगभग टाइम यार 2 घन्टा 2 घन्टाले भयो होइन 1.5 घन्टा त्यो हुन्ला होइन हाइक्याम्पभन्दा माथि पुगिसक्यौँ हामी ऊ यता माथि एउटा पुलबाट जानुपर्ने ठाउँ छ बट हामी यहाँ एकछिन रोक्यौँ कि किनभने प्लिज लुक एट द भ्यू ओ माई गड खतरा देखिरहेको छ उता हिमालय मैले यस्तो रेन्ज देखिरहेको थिएँ त्यही माथि यो क्लाउड हट सही हो अब धेरै छैन मेबी 3 किलोमिटर्स मात्र होइन माथि थोरङलाई पास पुग्नलाई पुगिन्छ अब बिस्तारै अघि भर्खरसम्म क्या खतरा भ्यू देखिरहेको थिएँ 2 मिनटमा लिटरली छेकिसकेछ अब यार होइन यता चाहिँ अलिअलि देखिरहेको छ अहिलेसम्म यताको चाहिँ पुरै छेकिदिएर
2 मिनट नि लागेन होइन त उयो चिप्लो रहेछ हामी चाहिँ अब about 200 मिटर्स मात्र माथि जान लागेको छ होइन आज चाहिँ आई फिल फाइन है किनभने मेरो ब्याग छैन त्यो भएर नि अनि प्लस पानी हाइड्रोलाइटहरू हामीले खाँदै आइरहेको छ त्यही भएर इलेक्ट्रोलाइट सेम थिङ अनि त्यही भएर मलाई चाहिँ ठिकै छ तर स्यामलाई चाहिँ हल्का बिचमा अलिक गाह्रो भइरहेको छ ठिकै छ अनि हल्का त भइहाल्छ नि मलाई चाहिँ आज हल्का नि अलिक भएको छैन अनि टचवुड अनि उहाँ माथि आएपछि चाहिँ उसको चाहिँ नोज ब्लिड पनि भयो अलिअलि उसले चाहिँ भनिरहेको छ कि यसको बडी इज हिलिङ रे कस्तो खालको हिलिङ हो यो We'll see up there. लास्ट पुस चाहिँ त्यही अगाडि हो थोराङला पास 5416 मिटर्स अब यति उकालो चढेपछि सिद्धो पुगिन्छ हामी होइन त 3 hours 45 minutes को वकपछि हामी पुग्यौँ थोराङला पास हस् दाइ ल दाइ मेरिट थ्याङ्क यू दाइ ल मेरिट दाइ चिया खाऊँ न दुइटा तातो तोरणलाई पनि सकियो मैले चाहिँ सोचेको थिइनँ म यहाँ आउँछु होला भनेर है आइपुगेँ अनि आम सो ह्याप्पी दाइ हेलो भनिदिनु त दाइले पनि मलाई बिचमा धेरै हौसला दिनुभएको थियो होइन धेरै टाढा छैन भन्दै कति घन्टा लाग्छ भन्नु हो 2.5 घन्टा 2.5 घन्टा हो त्यहाँ तल होला फेरि मुक्तिनाथ 4.3 किलोमिटर रहेछ यहाँबाट फेरि चाहिँ 1.3 किलोमिटर यहाँबाट यसो गरेर लुक्ने ठाउँमा होला होइन यो चाहिँ फेरि भयो हामी जानुपर्ने यतातिर रहेछ कि यो मन्दिर छ नि यो मन्दिरको लेफ्ट साइडमा चाहिँ यो पुरा पहाडले चाहिँ अनि मुक्तिनाथ मन्दिरले छेकेको छ कि हो त्यो ठाउँमा चाहिँ हो कि हामी जाने त्यो साइडमा सो अब हामी यहाँ तल झरेर यस्तो तेर्सो उता हुँदै त्यहाँ जाने हो लिटल ब्रेक हैन के खाँदै हो रेड बुल गिभ्स यु पुरस्कार होला रेड बुल खाँदै हैन तपाईको असली एनर्जी रे रेड बुल गिभ्स यु विङ्स तर आई अलरेडी हेभ विङ्स बिकज आई एम एन एन्जल हे के हल्लाउन न म छुट्टै पर्मिट चाहिन्छ क्या एक एपले होइन हाम्रो चाहिँदैन एक एपले चाहिँ हुँदैन क्या टुरिस्टहरूले जाम ल उताबाट जाने अनि अहिले कागबेनी जानेबाट देखिन्छ जाने बाटो
यो सिधा सिधा भएको चाहिँ च्याङ्रा हो अनि यस्तो यस्तो भएको चाहिँ त्यो सानो छ नि त्यो चाहिँ भेडा हो कि त्यो जुन चाहिँ कपाल भएको चाहिँ भेडा हो यो भेडा हो यस्तो चाहिँ च्याङ्रा क्या सिलिक्कै यस्तो छ नि आइपुग्यो हामी मुक्तिनाथ यहाँले हाँडेर लगेछ नि साइकल सम्बन्ध चाहिँ मासु खान्नबाट छटपटेर जाँदैछ त्यहाँ खै कता पुगेर ब्लु सिपहरू ऊ त्यहाँ ब्लु सिप मार्न पाइन्छ कि भन्छ जाँदैछ मासु खान मन लागेर सोल्टिरहेँ